आदरणीय अरुणराज मार्गीज्यू, श्रद्धेय गुरुजन, कलाकर्मी साथीहरू र तपाईँ सम्पूर्ण प्रिय श्रद्धालु मनहरू, यो ऐतिहासिक नगरी हेटौडा मकवानपुरको मात्रै नभएर यो प्रदेशको राजधानी समेत रहेको यसको सांस्कृतिक र यसको ऐतिहासिक महत्त्व रहेको छ। यो ऐतिहासिक नगरीमा आज तपाईँ हाम्रै संस्था जसले परोपकारलाई प्रधान कर्मका रूपमा राखेर संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्य त्यति मात्रै नभएर विकट भूगोल र विपन्न परिवारमा हुर्किरहेका बालबालिकाहरू जो स्कुलको खोजीमा छन्, उनीहरूको पहुँच छैन, जो सभ्य नागरिक बन्ने लालसामा छन्, उनीहरूलाई बाटो पहिल्याउन गाह्रो भइरहेको छ, उनीहरूलाई सहज पहुँच छैन, राज्यको साधन स्रोतले त्यहाँसम्म उनीहरूसँग पुगिरहेका छैनन्। विकट भूगोल र विपन्न परिवारमा जन्मिएका हुर्किएका बालबालिकाहरू जो शिक्षाबाट वञ्चित छन्, उनीहरूलाई शिक्षा मात्रै होइन संस्कार सहितको अहिलेको प्रतिस्पर्धी जमानामा आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले राधिका फाउन्डेसनको स्थापना भएको हो। त्यसबाहेक अपहेलित पीडित परिवारबाट, समाजबाट दीन दुखीहरूको सेवाको लागि पनि राधिका फाउन्डेसनको स्थापना भएको हो। यो फाउन्डेसन तपाईँ हाम्रो मात्रै नभएर यो सिङ्गो मुलुक, सिङ्गो नेपाल र नेपालीको एउटा गौरवको रूपमा अघि बढिरहेको छ। त्यही अघि बढ्ने अभियानका रूपमा एउटा स्तुत्य कर्म गरौँ जसले बालबालिकाहरूका लागि, ती विपन्न बालबालिकाहरूका लागि पढ्ने वातावरणको आधार स्तम्भ तयार होस्। त्यसको लागि राधिका फाउन्डेसनले आफ्ना कर्महरूलाई अघि बढाइरहेको छ। त्यो कर्महरू अघि बढाउने सन्दर्भमा हेटौडामा यो अभियानसँग जोडिएको छ र यो नववर्ष 2082 सालको शुभारम्भसँगै राधिका फाउन्डेसनको तत्त्वावधानमा र यहाँका विशेषतः हेटौडावासी, हेटौडा नगरवासी, मकवानपुर जिल्लावासी महानुभावहरूको आयोजनामा यो शिव महापुराण सञ्चालन शुभारम्भ भएको छ। यहाँहरू आज बिहानको दिव्य कलश यात्रामा सरिक हुनुभएको छ, थाक्नु पनि भएको छ, गल्नु पनि भएको छ। हामी भोलिदेखि कथा प्रवचनलाई अघि बढाउनेछौँ। केही हाम्रा अतिथिज्यूहरू